के भाँचिया रहेछ यही चोरो चोरेर खायो यहाँ चामल होइन अनि म चाहिँ घरदेखि निस्किसकेँ ल मेरो ट्याबे भाइ पनि भेटिरहेको अवस्था ओ हिसाएर फोन गरेको अवस्था मेरो भाइले मलाई स्टुडेन्ट सरहरू आन्दोलन गर्न जाने स्टुडेन्ट यहाँ काफल बेन है गरिबे गिलास गाइज नमस्ते अनि स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा होइन यो बजार सबै सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु होइन आजको मेरो भिडियो स्टार्ट हुँदैछ मेरो नेपालगञ्जको घर रुमदेखि होइन छेउ छ आजको यात्रा चाहिँ घरसम्म होइन त्यही हो होइन गाइज अब जानुपर्छ राति छ बिहान 4:30 बज्दैछ होइन जानुपर्छ गाडी पुष्पलाल चोक छ होइन आइज भनेको छ ल गाइज त्यही हो है स्टेट्युन हेर्नुपर्छ बाटोमा है हामीहरू रमाइलो गर्दै जानुपर्छ होइन त्यही त अनि ल गाइज होइन अनि म चाहिँ घरदेखि निस्किसकेँ त्यहाँनिर यस्तो बाटोमा है टर्च छ बाली एक्लै हिँड्नु परिरहेको होइन त्यही त अँध्यारो छ त्यहाँनिर छेउ छ गाडी चढ्नु पुष्पलाल चोक जानुपर्छ फेरि छेउ छ है त्यो निस्क्यो फेरि निस्किन आँदाखेरि पनि थियो ल त्यही हो गाइस खेल्ने अब जानु गऱ्यो पुष्पलाल चोकसम्म अनि हिँड्नुपर्ने हुन्छ है झ्याउ छ ल होइन गाइस म चाहिँ फाइनली अटोमा बसिसकेँ है म चाहिँ अब पुष्पलाल चोक जान्ला पुष्पलाल चोक छ अरे गाडी चढेर भन्छ है बाटोमा चाहिँ गाडी छेउटी छ गाइस फाइनली पुष्पलाल चोक पुग्यो है पुष्पलाल चोक पुगिसकिएछ अब चाहिँ कति बेला आउँछ गाडी हाम्रो फोर्स होइन त्यही त अनि त्यहाँ नै जाउँछ ल पुष्पलाल चोक पुग्यो होइन अब चाहिँ यहाँ ढुकिएछ मस्त है कति बेला आउने हो गाडी चाहिँ अब फोन गर्नु पऱ्यो कान्छालाई होइन पुष्पलाल चोक आइबस्छ कान्छा कहाँ छस् भनेर त्यही त अनि ल छेउ छ गाडी आएपछि भेट्नुपर्ने हुन्छ है ल फाइनली हाम्रो चाहिँ गाडी भेटियो अवस्था है अब यसमा चढेर हिँड्ने हो घरतिर है सर ल मेरो ट्याबे भाइ पनि भेटिरहेको अवस्था ओ करिन्द भाइ मेरो भाइ यार राममा के छ तिमीहरू किन आयो उयो यसो जाने हुन् कहाँ ने किन आयो त्यो भाइ किन आयो गाडी त बसिसकेको अवस्था है मेरो दुईवटा भाइहरू पनि भेटिएछ पछाडि घर जाने चाहिँ सँगै जानुपर्ने हुन्छ है यात्रामा रमाइलो गर्दै अहिले चाहिँ यस्तो बसरी सिटमा बस्न पाइएछ पछि गोलियामा होला होइन त्यही त छेउ चाहिँ ढोकाले पनि गर्नु गरेको छ यार बाबु सामान्य भयो फाइनल्ली है गाडीमा ट्याक्क हिसाएर फोन गरेको अवस्था मेरो भाइले मलाई झोला होला कोच्चो नै फालिदियो क्या मेरो ल जाऊ केटा ए खै शिव सर गाली ल सामान हालेर अवस्था है यहाँ भित्र आएर हामी चाहिँ गाडीमा कहाँ हो कहाँ ल गरिदिनु त तेरो ऊ पनि आयो मिज्जु केटी हो क्या बुढी ल सामान यत्रो आएर थैट फुली पारामा ल सामान हालेर हिँड्छु होइन ग्यास बाटोमा भेट्नु पर्ने हुन्छ खेल्ने छेउ छ आज हाम्रो शिव सरको अनुहार चाहिँ अलिअलि बिग्रियो जस्तो लागिरहेछ मलाई के कुरामा चित्त नबुझिरहे यार मेरो भाइलाई दिमाग खराब भइरहेछ भाइको ल हामी चाहिँ चिसोपानी पुगेको अवस्था है एक त मान्छे नआएर रोकेको अवस्था मान्छे आउनुलाई अवस्था झ्याउ छ हम्मा गुरु परि थियो हुन् 500 प्याट्टै बाघ त्यो त दिनु पर्यो त सामान लिदिएपछि त बाघ दिनु पर्यो त बाघ हात्ती जे पनि दिनुपर्छ
रिटर्न लिँदैन हुन्छ ट्याक्क ल चिसापानी चेकपोस्टमा रोकिरहेको अवस्था है मान्छेलाई हामीले मान्छे अझै अगाडि बढ्नुपर्ने हुन्छ त्यही हो ल स्टेट्युन बाटोमा भेट्नुपर्छ ल हामी यही चोर हो यहाँ चोरेर खायो यहाँ चामल खायो यसले त्यसलाई हानठोक कर्बिन्दे त्यसलाई कसरी हेर्दा अङ्कल अङ्कल ना चल्ला मान्छे पाले त कति बेला भातर पाल्लो लाग्यो होला क्या ल्याउनु यही हो चोरेर खाने चोर ओइ चोर साला टिकटक वाली ल टिकटकमा देखेको तिमीले नाचेको देनु स्टुडेन्ट सरहरू आन्दोलन गर्न जाने स्टुडेन्ट यहाँ काफल भेने है कति रुपियाँ गिलास हो काफल कति गिलास हो 10 मिनट सुन्दा यहीँ उनी 10 मिनट सुन 10 में दिदिन्थे यिनले हो भने मिठा रहेछ नि काफल ठिक छ ल धन्यवाद काफल पिने जाऊ कहाँ जाने एक दिनमा पुरै क्या एक कट्टी टिपेर ल्याउन क्या खै कस्तो तेरो चाक्दै ढाडी यहाँ म क्या किन्ने कहिले बेला सो अनि यो 15 रुपियाँ हुनु छ त अनि यो 15 मा बेच्यो भर्खरी कति गिलास हो अनि पत्ते 15 रुपियाँ दुख्यो त खैल्यादै कस्ता रहेछ मिठो जियोस् भाइहरूले काफल चाहिँ खुवाइरहेको छ भन मिठो काफल यो कालो कालो मिठो हुँदो रहेछ क्या यहाँ त बिस्सै छ कस्ती हुन्थ्यो अरे काफल ल्याउनु के हो 50 रुपियाँ का बोला 50 रुपियाँ को के फ्रीमै हो भयो पर हामी 20 रुपियाँ ल्यायौँ पर मामालाई के रिचार्ज चाहियो क्या रिचार्ज खर्च मामा सिरीलाई रिचार्ज खर्चको आवश्यक पर्यो देख्यान्ने हजुर बाटो यतै छ कर्णाली राजमार्ग नेताहरू चोर फटा लुटेर होइन रियान धुलै धुलो उड्याछ जताकतै झ्याउ छ हजुर झ्याउ छ कर्णाली राजमार्ग आउला 5 वर्षपछि डाँडा जाने छु पह
के नबन्ने भयो दाइ गाडी न दाइ नि ल त्यो अघि पुजाले सुर्केत थियो नि शिव सर के मान्छे रहेछ सर शिव सर के मान्छे रहेछ हड्डी मान्छे छ झ्याउ छ हेर ल गाइस हाम्रो चाहिँ बाटो चाहिँ होइन धेरै राम्रो भएको कारणले नट हल्का फुटेछ अनि त्यही भएर चाहिँ हामी यहाँ बाटोमा बसिरहेको अवस्था है बाटो धेरै राम्रो भएर नट के भाँचिएछ होइन गुरु के अरे मिस्त्रीजी नट भाँचिएछ ए नट भाँचिएछ अरे ल झ्याउ हो नेको हो ल हाम्रो मल्ल दाइ पनि भेटिया छन् है बाटोमा गाडी बिग्रेर तनावमा छन् बड्डा उता गाडी उहाँको चाहिँ होइन बस बस गाउँले आऊ हाँटो अब गाउँले पछाडि गाउँले जाऊ बस्न कहाँ गयो तिनीहरू रोक्नु छैन यहाँ ती दुईजना बा अगाडि गयो क्या ल हेलो हेलो ल ल ल गाइस ल ल हान्दिम बजाइदिउँ नाना भाउ पनि सुन्दाखेरि हो गाइस हामी टाढी बसेको अवस्था होइन त्यही त अनि ट्यान्ने झ्याउँछ ल हामी चाहिँ अब पारामा अब हामी जुम्ला कालीकोट पुगे अवस्था है ल ल हामी चाहिँ अब लाग्यो ल फाइनली घर पुग्यो है के गाह्रो छ छिटो पुग्यो 6 बजे पुग्नुपर्ने 10 बजे पुग्यो बाटो राम्रो भएर च्याउ छ के ल काफल हान्दैछ बेटाले मैले ल्याइदिएको ठुलो मम्मीले पठाइदिएको चक्लेटहरू हान्दैछ ल ग्यास यु सु नेक्स्ट भिडियोमा चाँडै भेट्नुपर्छ ल बाई बाई शुभरात्रि।